जमाना फेरियो छोराछोरीमा केही भिन्नता छैन भनेर यो गाउँमा कसैले भनेको सुने भने पनि मात्रै अरु त के गर्न सक्यो र म त रिसाउँछु जहिल्यै सबै काम मैले गर्नुपर्ने आफू चाहिँ सिरियल हेरेर बस्ने छोरालाई केही काम नगराउने छोरा त यो घरको राजकुमार त छन् के हुँ गरेर हेर नि खुरुकै मोजा पनि धोइदे जा अब एउटा मोजा पनि धुन सक्दैनस् मोजा अनि मैले धुने इम्पोसिबल त्यही नसक्ने भए त तँलाई दिएको नि म त सबै सक्छु म त यो घरको नोकर गुड दिदी दिदी सुन त के भने अरे तैँले त यो घरको नोकर है बल्ल आफ्नो काखमा आइस दिदी कुकुर बिरालो मिलेर बस्ला तिमीहरू दिदीभाइ कहिले नमिल्नु होइन एक गाउँ चाहिँ के भन्थ्यो त खुरुखुरु आफ्नो काम गर्न सक्दिन त्यो भाइसँग किन जुदी गर्नु पर्छ होला म जुत्नु गएको हो र तपाईँकै छोरो राजकुमार मसँग जुत्न आउँछ के अबे मम्मी यो त कति झुट बोल्ने बाँकी हेर्नु त म कहिले झगडा गर्न तम्सिन्छु होला त घरको सबै काम मैले गर्नुपर्छ भन्ने छ यसले काम गर्दा हुँदैन यसले चाहिँ काम गर्न सक्दैन यो काम गर्न नसक्ने छ बिचरा मेरो छोरो ल यसको हात हेर त कस्तो कमलो हात छ त्यहाँ लुगा मिच्दा मिच्दै पनि पिटिक्क भाँचेला जस्तो हात छ अनि यस्तो भाइले काम गरेन भने तँ खालि यसकै मात्रै रिस गरिरहन् त हो यस्तै पुलपुल्याएर राख्नु एक दिन नाक काटेर डाँडो काट्छ अनि बल्ल थाहा हुन्छ अबे हेर्नु त मम्मी मैले यस्तो प्यारो मेरो मम्मीको नाक काट्छु होला त झन् थाहा छ दिदी यो संसारमा मैले सबैभन्दा धेरै माया गर्ने भनेकै मेरो मम्मीलाई देखिस् त औरी भाइले कति माया गर्छ मलाई मम्मी मलाई नि आज 500 रुपैयाँ चाहिएको छ दिन न 500 थ्याङ्क यू मम्मी मेरो माया लाग्यो के मक्ख परे हेर बस्नु आज पनि 500 रुपैयाँ चुना लाए लाग्छ के हो अहिले चुना लाए पनि भोलि उसले पाल्ने मलाई हो उसले नपाली सुख छैन ल त चाहिँ लुगा धोएर सक्दैन गनगन गरेर त सक्यो मेरो त सिरियल पो छुट्यो गइ म तपाईँ केही चिन्ता नलिनुहोस् क्या गाई त काइदाको छ आमा साँच्चै कति दिन्छ रे हाम्रो गाईले दुध बिहान बेलुका गरेर 2 पाथी दिन्छ सुन्नुभयो त यतिका दुध दिने गाई 70,000 मा कहीँ पाइन्छ त यहाँ त धन्न मैले तपाईलाई भनेर कुरो मिलाइदिएर मात्रै हो त्यो त ठीक हो कतै त्यो गाईलाई रोकसोक त लागेछ नि कस्तो कुरा गर्नु भएको क्या अब यो रोग लागेको गाई पनि कतै यो दलदाइले भिडाउँछ त कहाँ तपाईलाई मैले त्यसो भन्न खोजेको त त्यही तपाईको विषय लागि भयो त म त्यहाँदेखि यहाँसम्म आएको नि यसो गाईकै नजिक गएर हेर्न जान्छु त हुन्छ जाउँ न जाउँ हेरिहाल हुन्छ त राम्रो छ गाई यति पैसामा यस्तो राम्रो गाई पाइयो अन्त राम्रो गाई छ त इ गुनिलो घरमै आइमेके डाइरी कसैलाई पनि हान्दैन ठीक छ नि गाई चित्त बुझ्यो नि ल डन त ल रस्तमा पाउनु अनि जे होस् त्यो काम चाहिँ चाँडै सिद्धाउनु है मैले भनिदिएको ओ लगल्टे
के हो तेरो पारा तँलाई मैले अस्तिदेखि यो कपाल काट भने होइन यो जगल्टा पालेर हिँड्नु हुँदैन गाउँमा भनेर भने होइन खोइ किन पनि नमाने मैले भने होइन है बा मेरो कपाल काट हो कि पाल हो कि तपाईँलाई के को समस्या समस्या छ तैँले यसरी कपाल पाले देखियो भने अरूले नि कपाल पाल्न थाल्छन् यो कपाल पालेर हिँडेको मलाई मन पनि पर्दैन यो कपाल पालीले समाजमा विकृति मात्रै फैलाउँछन् हेर्नु बा सबै कपाल पाल्ने मान्छेहरू खराब हुन्छन् भन्ने पनि होइन मान्छेको बाहिरी आवरण हेरेर मान्छेलाई नराम्रो मूल्याङ्कन पनि त गर्नु भएन नि बा मान्छेको व्यक्तित्व भनेको उसको व्यवहारमा हुन्छ बा उसको हुलियामा हुँदैन उसको कपालमा हुँदैन नि फेरि यो कपाल पालेको देख्दैमा कसैलाई गजेडी ट्यापे पनि त भन्नु भएन नि बा तँ जस्तो गजेडी ट्यापेलाई ट्यापेन भनेर के भन्नु त मैले तैँले जतिसुकै आदर्शका कुरा गरे पनि तँ जगल्टी ट्यापे त ट्यापे नै होस् ल बा तपाईँलाई जति भनि नै लाग्दैन क्या बरु पहिला तपाईँको घरको छोरालाई सम्झाउनुहोस् हामीले सम्झाएर बस्नुहुन्छ कोर्टमा ले के भन्नु यस्ता आवारा हुनु पनि त्यस्तै छ यस्ताका त सङ्गत परे मेरो छोरो त मेरो छोराले कति भन्नु मान्दैन भने गजब भएछ ल ए नानी आइज गजब भएछ ल मम्मी आए तितो हुन्छ कि आइज न गजब भएछ बुझी ओहो मिठो होला जस्तै छ म पानी आइसक्यो खाऊ न मम्मी छिटो मम्मी यसमा एउटा हाल्नु ल के गरे नि त्यो एउटा चाहिँ मैले त चाख्न मागे होला पो भन्नु थालेँ त्यो चोहे फालेकी दैन भाइलाई कस्तो मनपर्छ अनि भाइलाई राखेको नि मम्मी अनि त्यति राखिदिएर पुग्छ त ले कचौराले गजब भएछ दामी भएछ दामी मम्मी भाइलाई राखेको भोगटे त सबै खानु हो त तितो हुन्छ राख्यो भने खाइदिएँ मैले त भाइ नभने भरि खा राख्ने भए राखिदेऊ तिम्रो दिलमा मेरो तस्बिर सजाई राख्ने भए राखिदेऊ तिम्रो दिलमा मेरो तस्बिर सजाई जसरी पनि बन्ने हो म तिम्रो घरको छु बनाउन त मन थियो तिमीलाई मेरो आफ्नो जोई तर बाउले छोड्नु कि अरू कोही तिम्रो बाउलाई हजुर चिसो ठन्डा मौसममा न्यानो घाम मेरो साथमा छ मिठो बदाम मा कसम जोरी सुहाउँदो छ के राम राम उसले पूजा खाइदिउँ न त बदाम ए दाइ मात्र 20 रुपियाँ दाम भइहाल्छ नि दाइ धन्यवाद दाइ ओहो दल भाइ आज त ठुलै भाग पर्छ नि
के को ठुलो भाग हात पर्नु थियो नि। गाह्रो छ हौ मेरो जिन्दगी त। तपाईँ जस्तो मान्छेलाई गाह्रो छ भनेपछि हाम्रो त त्यही हो दाइ। होइन के त्यही हो भन्छ यो? त्यही के त अरब। मजाक छ यो नेत्रे पनि। गर्नु परेन? अनि के छ त दाइ विचार? आज हान्ने होइन? दिउँसै हान्ने र? चिया क्या बुढा? ए त्यसो भन्नुपर्छ नि त। पैसा आइहाल्यो लु हान्ने हुन्छ। के गर्नु? त्यो स्याल किस्नेले हतियारले भन्यो दिएर पठाएँ, माटा लगाएर गाडी छ कि क्या हो, पुरै खेलाएछ। के गर्नु अब? आफ्नो सामान आफैले उद्याएर राम्रो बनाएर राख्नु पर्यो। के गर्नु? ल यसो पर्या बेलामा छिमेकीलाई सहयोग गरौँ भन्यो, छिमेकीलाई सहयोग गर्दाखेरि आफैले दुःख पाइन्छ कि। आफैले उदाएर राख्नु पर्छ। अब त ज्यानकै कसैलाई सहयोग गरिँदैन। यस्तो राम्रो हतियार खत्तमै बनाए नि। होइन नीलकण्ठ दाइ, के गन्थन गर्दै हुनुहुन्छ भने? रामचन्द्र पो के गन्थन हुनु नि? यहाँ हेर्न, अब यो हतियार अब त्यो स्याल किस्नेले लिएर गएको थियो, राम्रोसँग यसो काम गरिसकेपछि त पुसपास उद्याएर ल्याइदिनु नि। छैन, कहाँ माटा गाडे छ कि क्या हो, खेलाएर छ। त्यही भएर आफैले सुधार गर्दैछु यसलाई। अब अर्काको सामान लगेपछि त त्यसलाई राम्रोसँग प्रयोग गर्नु नि, जतनै गर्दैनन्। त्यही त भने नि। हेर रामचन्द्र, अबदेखि यो मेरो हतियार कसैले माग्यो मात्रै भने नि, मैले त्यसलाई जानेछु। ए रामचन्द्र, तिमी त कता पो हरायौ? म पनि त्यस्तै छु भने सुत्ती नै छैन। मेरो रिस जति जम्मै तिमीलाई खनाए। साँच्ची तिमी के कामको लागि आएको थियौ भन त? अब कसरी भन्नु? त्यही हतियार चाहिएर माग्न आएको भनेर आफ्नो घाँटी त बचाउनु परिहाल्यो। होइन रामचन्द्र, कता हरायौ तिमी? ए खासै केही होइन, अब यही बाटो भएर जाँदै थिएँ, अनि हजुरको हालखबर के छ यसो बुझौँ कि भनेर नि। नीलकण्ठ दाइ, ए तपाईँ पनि यही हुनुहुँदो रहेछ। दाइ म तपाईँसँग एउटा सहयोग माग्न आएको। भन न नानी, के सहयोग गर्नु पर्यो मैले? दाइ मलाई एकैछिनको लागि तपाईँको हातमा रहेको त्यो हतियार चाहियो। ए तँलाई यो हतियार चाहिएको? गङ्गे, त अब मेरो हातबाट मरिस्। के भने यो? नीलकण्ठ दाइ, रामचन्द्र के हो तिमीलाई? लो तपाईँले गङ्गा बाबुजीलाई दिनुभयो त्यो हतियार? ल दिनु परेन, छिमेकी भएपछि। अब एउटा छिमेकीलाई काम पर्दाखेरि अर्को छिमेकीले सहयोग गरेन भने छिमेकी हुनुको के महत्त्व रह्यो त? होइन त? हो त नि दाइ, धन्यवाद है हजुरलाई। म अहिले गएर है भर्यो यो हतियार चाहिँ नि म छोरालाई पुर्याउन पठाउँछु। हुन्छ नानी, हस् हस् दाइ, काम सिद्धाएर मलाई आशा ल्याइदियो हुन्छ ल। बुझ्यौ दाइ, मैले आज एउटा कुरा राम्रोसँग बुझेँ। के कुरा रामचन्द्र? केही कुरा प्रस्ताव राखेर पनि हेर्नु पर्दो रहेछ, डराएर मात्र हुँदो रहेछ। कहाँ नडराएर भयो त? तिम्रो त्यो दाइ कम्ता डेन्जर छ, मलाई देख्यो कि खाउला जस्तो गरेर हेर्छ। मेरो दाइ जस्तो सुके होस्, तिमी यसरी नै डराएर बस्यो भने मेरो अर्कैसँग बे गरिन्छ नि थाहा पाउँछु। अनि के गर्नु पर्यो त मैले? भन्नुहोस् हजुर, म के सेवा गर्न सक्छु हजुरको? हेर, जसरी हुन्छ मेरो दाइसँग तिमीले राम्रो सम्बन्ध बनाउनु पर्यो। हेर सानो, सम्बन्ध त्योसँग राम्रो बनाउन सकिन्छ जसले सम्बन्धको महत्त्व बुझेको हुन्छ। तिमीले के भन्न खोजेको? हामीले सम्बन्धको महत्त्व बुझेको छैन? सिधा भन न, तिमीलाई मनै चाहिएको छैन भनेर। हे प्रभु, मैले कहिले भनेको त्यस्तो? फेरि केही कुरा नबोले पनि नभने पनि यतिकै बुझिन्छ। थ्याङ्क यू मलाई माया गरे जस्तो गरिदिएकोमा। पूजा, अबदेखि हामी बिच केही पनि छैन। गुड बाई। पूजा सानो, यो सब तिम्रो गल्ती हो, बुझ्यौ भगवान्? कस्तो केटी जन्माएको क्या? ल जन्माउनु त जन्मायो, त्यो चुडेललाई मेरै भाग्यमा ल्याएर राखिदिनु पर्छ। आई हेट यु भगवान्। अब आइन्दा कहिले तिम्रो पूजा गर्दिनँ। फेरि त्यही केटीको नाम लिएछ। आई हेट यु भगवान्।
पैसा होस् नहोस् यो पसलमा चिया नखाइ त दिनै बित्दैन भाइ। यो उमेरमा यस्तो कुरा गरेर हुन्छ त नेत्र? मैले भनेको मान्छौ भने तिमी विदेश जाऊ। अब पैसा कमाउने भनेकै उमेर छँदै त हो नि। नचाहिने कुरा नगर्नुहोस् त दाइ, बरु एक घाँस खान्छु विदेश त मरे पनि जान्न। हेर मैले नचाहिने कुरा गरेको होइन। तिम्रा बाले छोरा राम्रो मान्छे बनोस्, धेरै पैसा कमाओस् भनेर कति दुःख गरेर तिमीलाई हुर्काए। यस्तो मिठो चिया पनि तितो हुने कुरा गर्नुभयो। धेरै पढोस् मेरो छोरा भन्थे तिम्रा बाले। अब तिमी पढ्न पनि अल्छी गर्यौ। भयो दाइ यो कुरा नगरौँ, दिक्क लाग्छ। सधैँ उतै गएर बस्छ पनि त भनेको होइन नि। केही समय विदेश बसेर पैसा कमाएर आऊ। मैले त त्यति मात्र भन्न खोजेको, बाँकी तिम्रो विचार। एकदम सही कुरा गरौँ दाइ, मलाई यो कुरा चित्त बुझ्यो। म यो विषयमा आजै म गएर बासमा कुरा गरिहाल्छु है। हस् दाइको लाग्यो ल। दाइ मैले त बाउसँग सल्लाह गर्नु परेन नि दाइ। त्यसो भए विदेश जाने पक्का भयो होइन त? मरे नि विदेश जाँदिन। कमिसन आउँछ भनेर हात धोएर पछि राख्छन् त। मलाई तिम्रो नियत सबै थाहा छ। तिम्रो नियत भनेकै कमिसन हो, कमिसन खोर। यसलाई कहिले पनि सम्झाउन नसक्ने भयो। तर यसलाई के थाहा, मेरो नियत कमिसन होइन गीता हो। यो स्टाइल पुरानो भइसक्यो, कुनै अर्को नयाँ ट्राई गर। खै छाडा। यो फुल पनि तिमीसँगै राख। ओ साला बाबु। के रे? को साला बाबु? साला बाबु होइन क्या, मैले शिशिर बाबु भन्न खोजेको। अब तपाईँले के भन्नु खोजेको? तपाईँले मेरो कान कमजोर छ भन्नु खोजेको हो? हेर तेरिका, यो गाउँमा कहिले मैले तिमीलाई नराम्रो भनेको छु त? झन् तिमीसँग बसेर 2 कप चिया खाँदै गफ गरौँ भनेको उसै जङ्गिन्छ। ल अघि नै चिया खाम भन्नु पर्दैन त? खाइदिउँ खाइदिउँ। दिदी 2 कप चिया है। अनि के छ त जिन्दगीमा? यही हुनु छ त दाइ, जिन्दगीमा यस्तै हो। अब मेरो नजरमा यो गाउँको स्मार्ट मान्छे भनेकै तिमी हौ। एउटा कुरा सोधौँ कि जस्तो लागिरहेछ। सोध्नुहोस् न। आजभोलि त्यो लभ गर्नलाई प्रपोज गर्नुपर्छ नि, यसको नयाँ स्टाइल के होला? मलाई सिकाइदिनु पर्यो क्या।
ल होइन है बुढा लभ पऱ्यो कि क्या हो तपाईँको परिसकिगएको त छैन तर पर्ला जस्तो छ ल चम्म तपाईँलाई छ नि भाइ यदि कसैलाई साँच्चै माया गर्नुहुन्छ भने एउटा जान्नै पर्ने कुरा छ सुन्नु है र तर फेरि कुरा अलिक भावुक छ रुन चाहिँ पाइँदैन नि नरुनु है किन नरुनु त कति राम्री थिए सबैको मन मस्तिष्कमा बस्न सफल थिए त्यस्तो कलिलो उमेरमा लाउ लाउ खाउ खाउ भन्ने बेला संसार छोडेर गएका त्यही त दिदी मलाई पनि एकदम राम्रो लाग्थ्यो ती नानी अब के हुन्छ होला त कान्छी म त बाँच्दिन जस्तो छोडिदिनु दिदी चिन्ता नलिनु एक न एक दिन त हामी पनि त यो संसार छोडेर जानुपर्छ यहाँ अमर त को नै छ र दिदी त्यो त ठिकै हो कान्छी तर यो मन छ नि आफूलाई मनपर्ने मान्छेले संसार छोडेर जाँदा साह्रै गाह्रो हुने रहेछ कसरी सम्झौ कान्छी यो मनलाई सम्हाल्नु दिदी सम्हाल्नु आफ्नो मनलाई अब म त्यो सिरियल हेर्दै हेर्दिनँ त्यति राम्री मान्छेले मारेरै छाडे ए ल मेरो अर्को सिरियल छुट्यो कान्छी म त लागेँ है कति इमोसन छ मैले जति कराए पनि केही भन्दैन मेरो कति केयर गर्छ कति प्यारो छ मेरो सिस्टर हेलो भन त I'm sorry, म यसै रिसाएको छु तिमीसँग ल ल ठिक छ I love you मेरो जान ल ल लभ यु टु के रे ल ल रे मलाई लभ यु टु भन्नलाई मात्रै बनाएन त तिमीले हे प्रभु होइन क्या साँच्ची आई लभ यु भयो तिमीलाई मसँग मन नै छैन के ल ल म जसोसँग रिलेसनमा बस्नु पनि हुँदैन आफ्नो ख्याल राख ए मेरी सानो म तिमीलाई साँच्चै माया गर्छु के बेला बेलामा रिसाउने भएर मात्र हो होइन भने त मेरो सानोको सबै कुरा राम्रो छ ए ल ल उसो भए अरू नरिसाउने खोज ल ए मूर्ख तिमीलाई थाहा छ त यो संसारमा सबैभन्दा धेरै मैले माया गर्ने भनेकै तिमीलाई हो नरिसाउन सानो आई लभ यु सानो मम्मी छोरा तैँले यो संसारमा सबैभन्दा धेरै माया कसलाई गर्छस् रे माया त म मेरो मम्मीलाई नै गर्छु यो घर मेरो लागि दरबार म यस दरबारकी महारानी यस दरबारका सदस्य अर्थात् मेरा प्रजाहरूलाई मेरो हुकुम बिना कसैसँग पनि प्रेम गर्ने अधिकार दिएको छैन कानुन सिरो पर महारानी साहेबा यस दोषीलाई शीघ्र मेरै आँखा अगाडि कुखुरा बनाइयोस् जो आज्ञा छिटो कुखुरा बन यो संसारमा मैले सबैभन्दा बढी माया गर्ने तिमीलाई हो आई लभ यु सानो को हो त्यो सानो
तपाईँले सानो भनेको सुन्नुभएको मम्मी? मैले कहाँ सानो भने हो त? मैले त हाकु पो भनेको हो त। कहानीमा ट्विस्ट। अब यो कहानी कसरी अगाडि बढ्छ? अनि त्यो हाकु को हो त्यो नयाँ पात्र? मम्मी, महारानी साहेबा। यसले तपाईँलाई उल्लु बनाउन खोज्दैछ है? एकछिन। यस नाटकको नि मुख्य पात्र भनेको मम्मी अर्थात् बडा महारानी साहिबा र म हो। त केवल सहायक पात्र मात्र होस्, बुझिस् दिदी? सहायक पात्र भएर नि प्यार प्यार बोलेको राम्रो होइन। ल ल, त्यसो भए म यहाँ बसेर टुलु टुलु हेर्छु कसरी कुरा मिलाउँदो रहेछ। ए कुकुर बिरालाहरू, कति झगडा गर्छौ हो तिमीहरू जतिखेर पनि? त खुरुक्क न मलाई भन्, त्यो नयाँ पात्र हाकु को हो? हाकु भनेको खासमा नि मम्मी मेरो एउटा साथी छ के, ऊ कालो छ अनि उसलाई हामी सबैले माया गरेर हाकु भन्ने गरेका छौँ के। ए कुरा त्यस्तो पो हो? महारानी साहेबा, छोरा भनेर उसको कुरामा नलागिस्यो, प्रमाण पेश गर्न लाग्छौ। फेरि बोलियो बिरामी, त नबोल भन्दैछौ दिदी। चुप ल, यो दाउरीको कुरो पनि मलाई मुनासिबै लाग्यो है। ओइ, तेरो त्यो नयाँ साथी हाकु को हो? मलाई पेश गर। अब उसको घर त टाढा छ, तपाईँको अगाडि कसरी पेश गर्ने मम्मी? त्यसको लागि हजुरलाई 24 घण्टाको समय निर्धारण गरिन्छ। हस्, पख्नुहोस्, यो हतियार लगेर नीलकण्ठ काकाकोमा बुझाइदिनुहोस्। जादव महारानी साहिबा। यो मेरो कपडा छ नि दिदी, एकदम फोहोर भएको छ, धोइदिए ल। महारानी साहिबा, जो आज्ञा बडा महारानी। ओ महाराज, गाउँ डुलेर आइस होइन? आएँ बा। अब तेरो मन ढुक्क भयो होला नि? ढुक्क भयो बा। एक दिन गाउँ डुलेन भने त यो मनमा अशान्ति नै छाउँछ। ल ल, धेरै थुतुनु नबजा, भित्र गएर खाना बना, म यसो गाउँ डुलेर आउँछु। ए बाउ, मलाई काम नलाऊ। यदि मलाई काम नआउने हो भने खुर्क पैसा देऊ। पैसा दिन कन्जुस गर्छौ, बरु अर्को मम्मी ल्याऊ। चुप लाग गदा, घरमा बिहा गर्ने उमेर भएको छोरा हुँदाहुँदै मैले बिहा गर्न सुहाउँछ? ब्रह्मनालमा सुत्ने बेला भएको नेताले देश चलाउन सुहाउने, तपाईँले अर्को बिहे गर्न नसुहाउने? हे प्रभु, बोलेको कुरा भैमै खस्न नदिने कस्तो छोरा पाएछु मैले। थोरै भयो नि बाउला सघाओस्, केही छैन। आमा गए पनि म एक्लो बाउले तँलाई हुर्काएँ, बढाएँ, पढाएँ, सब थोक गरेँ। तर तँलाई संस्कार दिने भने चाहिँ कहाँनिर चुकेँ म? मलाई माफ गरिदे छोरा। हे बाउ, धेरै इमोसनल नबनाऊ। बरु म खाना बनाउँछु, तिमी खाना हो। साँच्ची बा, दारी काट्नु भएछ नि, दामी देखिया छ। जसो तसो कुरा मिलाइसकेका थिए, त्यो दिदीलाई पक्क बोल्नु पर्ने, प्रमाण चाहिएको त्यसलाई। कस्तो छुच्चो थुतु थियो। जसो तसो हाकु भनेर कुरा मिलाए, अब त्यो हाकु कहाँ खोज्ने होला? कस्तो डराएको? डरायो भने ठान्नु मलाई दाइ, म त अलिकति पनि डराएको छैन नि दाइ। मलाई थाहा छ नि भाइ, कहाँ तिमी जस्तो मान्छे डराउँछ? दाइ, तपाईँ आज एकदम ठिक टाइममा भेटिनु भयो। अहिले 3 बजेर 33 मिनट गएछ। अब 3 बजेर 30 मिनटमा भेटे भए चाहिँ टाइम ठिक हुँदैन थियो भाइ। ए दाइ, कहाँ मैले त्यस्तो भन्न खोजेँ त? अनि कस्तो त? खासमा छ नि दाइ, मलाई आज कत्रो ठुलो समस्या परेको छ के, त्यही भएर तपाईँको सहयोग चाहिएको थियो। भन न, मैले के गर्न सके गरौँला नि। कुरा के भने नि दाइ?
त्यही भएर के दाइ तिमी पनि के आइडिया लगाउँछौ भनेपछि मैले हाकु खोज्नु पर्यो होइन एकछिन है कुरा अलि जटिल रहेछ के आइडिया चाहिँ लगाउनै पर्यो जे आइडिया लगाए पनि अलि छिटो आइडिया लगाउनु पर्यो के दाइ एकछिन र भाइ डिस्टर्ब गर्छौ थुतुनो चलाउनु हो टाइम नलाग्ने दिमाग चलाउनु त टाइम लागिहाल्छ नि एकछिन पख यतिखेर भइसक्यो आएको छैन कहाँ गएको होला त त्यो आज चाहिँ नराम्रोसँगले फसिस मेरो भाइ फसिस मम्मीले त नै मार्नुहुन्छ त्यो गदा पनि उस्तै के त्यसले पक्क मुख नचलाएको भए पनि त हुन्थ्यो नि फेरि म पनि उस्तै प्रमाण लिएर आइज भनेर नभने भए पनि त हुन्थ्यो अब कहाँ बसेर बकवास आइडिया लगाइरह होला आइडिया त लगा भाइ तर गजबको आइडिया लगा आइडिया त म गजबकै लगाउँछु नि तर दाइ के यो सम्भव छ त भने के किन सम्भव छैन तर 2000 लाग्छ 2000 2000 तिमीलाई भनेर 2000 अरूलाई त 5000 लिने गरेको छु सक्छौ त बन्दोबस्त गर्न नसके अरू कुनै उपाय छ र दाइ छ नि कस्तो उपाय छ दाइ मम्मीको कुटाई त नखाऊ भो तपाईँ तनाव नलिनु पैसाको बन्दोबस्त म गर्छु तपाईँ काममा लाग्नु दाइ पक्का हो नि मैले बैनानोले काम गर्ने गरेको छैन तिमीलाई भनेर मात्रै हो दुःख हुन्न त भाइ तपाईँ काममा लाग्नु क्या दाइ मलाई नीलकण्ठ काकाकोमा पनि जानु छ अहिले लागौ दाइ है लागौ ल यहाँ सुन त तपाईँले जति भने पनि म जाँदिनँ होइन त साँच्चै जाँदैन छ म अरे पनि जाँदिनँ तपाईँको हातले पकाएको मिठो खाना खान पाइन्छ र विदेशमा होइन है गोरु जिन्दगी यसरी चल्छ पैसा कमाउनु पर्दैन चलुन्जेल चलाउँला नचलेको दिन चाहिँ के धकेलेर भए पनि चलाउँला भनेको बा ठिक्क हो तिहारा कस्तो छोरा जन्माएको छु मैले गजब छोरा जन्माउनु भएको छ तनावै नलिनु के रे ए बा के गरे तँलाई हान्नु चिन्न हान्नु है तँलाई त ल्या 2000 सक्छौ त बन्दोबस्त गर्न के भयो फेरि यस्तो पानी लिएर छोड्दिनु पानी लिएर छिटो ल्याउँदैछु उठ बाबु उठ के भयो बा अब के गर्ने भने थाहा पाए म हेरेर बस्थेँ ए साँच्ची बा यसलाई चिया एकदम मनपर्छ भन्दै थियो चिया खान पाएँ भने त चिताबाट पनि उठेर आउँछु भन्थ्यो चिया पकाएर ल्याऊँ बुद्धि यस्तो बेलामा पनि जिस्किन्छ मेरो कुरा त केही मान्नुहुन्न जहिले पिट्नुहुन्छ जेसु गर्न अब बाबु उठाउनु भनेको यो पनि त भित्र छिर्यो यहाँ कसैले देख्यो भने बर्बादै हुन्छ बाबु छोरा नेत्र सुन्न मेरो कुरो ए बाबु नरिसा यता जहिले पनि रिसाएर हुन्छ त्यो छुचिन्द्रलाई त्यहाँ केही भयो भने बर्बादै हुन्छ हामीलाई त आपतै पर्छ हेर हामी त मामा घर जानुपर्छ हो र बा मामा घर त कहिले जान दिनु नथ्यो कस्तो छ होला है मेरो मामा घर तेरी कुरो बुझ्दैन त्यस्तो तँलाई त जति भयो नि बुद्धि नै आउँदैन भने त्यस्तो मामा घर भने होइन जेल जानुपर्छ जेल हेर बरु यसो गरौँ त्यो छुचन्द्रलाई मिलाएर जसरी भयो नि यहाँ भित्र ल्याएर राखौँ भित्र भयो भने कसैले पनि देख्दैन जे गर्नुपर्छ त्यही गरौँला आइजाउँ
ए लौन जन्माएका सन्तान हो, यो के गर्यो नि? यति सज्जन राम्रो केटोलाई मलाई कति मजाले दाई भन्थ्यो, अब भोलिदेखि कसले भन्ने नि मलाई दाई? दाइ तपाईँ केही तना नलिनु, तपाईँलाई दाइ त म भनिहाल्छु नि। चुपलाई पनि जिस्केर बस्छ। ए दल भाइ लौ न, के भयो, के गरिदिनु पर्यो क्या? मैले जानी जानी हाने होइन। ल ल अब जे नहुनु थियो भइहाल्यो, बरु बेलैमा सावधानतिर लाग्नुपर्छ। अब के गर्ने होला त बाबु? अब के गर्ने होला भनेर बस्ने होइन, बरु अस्पतालतिर लिएर जानुपर्छ। ठिक हो दाइ, लैजाउँ 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 मात्रै भनेर हुन्छ? पैसा चाहिँदैन? अब 2-3 हजार त चाहियो नि, खोइ ल्याउनुहोस्। ल पैसा छ नि त। ल बाबु छिटो लैजाउँ ल। 3000 दिनु न। तेरी फिर्ता आयो त दिइहाल्छु त। त्यतिकै ल ए तँ पनि सहयोग गरेर जा लैजा। कहाँ तपाईँहरू नि जाने कुरा गर्नुभएको? कसैले देख्यो भने शङ्का हुँदैन? जान फस्ने काम गर्नुहुन्छ। बरु मलाई बोक्न चाहिँ सघाइदिनु। ल हो ठिक भने बाबु। ल ल बोक बाबु, यता बुइमा बुइमा। ल के हुन्छ म खबर गर्छु है। ल कताबाट जाउँ? यतै जाउँ। धन्न दले टाइममा आइपुगेर बचियो। अब त्यसलाई केही भइहाल्यो भने त्यही दलेर दोष लाउनुपर्छ बा। ठिक भनिस् तैँले, यत्रो डायलग बोलेकोमा अहिले भने तैँले ठिक डायलग बोलिस्। दाइ यहाँ चाहिँ सुरक्षित छ जस्तो छ कि ओह्राल्नु अब मलाई। एक्टिङ गर्न त निकै गाह्रो हुँदो रहेछ दाइ। सजिलो हुने भए म यहाँ बसिरहन्थेँ त, काठमाडौँ गएर हिरो भइसक्थेँ यतिन्जेल। ल दाइ अब पैसाको बन्दोबस्त पनि भयो, तपाईँ चाहिँ काम फत्ते गर्नतिर लाग्नु है। भइहाल्छ नि। यो 500 राम्रो एक्टिङ गरेकोमा तिमीलाई, मलाई पनि पैसा। यो चाहिँ मलाई बोकेको। अनि यो 2000 चाहिँ तिम्रो कामको लागि। ल दाइ अब नीलकण्ठ काकालाई कल गर्नु, फेरि बुढा हातेर जालान्। ठिक है कल गर्नु त के भन्दा रहेछ म पनि सुनौ। जे होस् बुढालाई लुटियो। हेलो हेलो, म दल दाइका काका। ए दल बाबु, अहिले अवस्था कस्तो छ? के भइरहेछ भन्नु त? केही चिन्ता लिनु पर्दैन काका, शिशिरलाई सन्चो भइसक्यो। यति चाँडो? खोइ एकचोटि उसको आवाज सुनौ त, मन आनन्द हलुको हुन्थ्यो मेरो। ल पक्नुहोस् है र काका। ल शिशिर बाबु। हजुर काका। बाबु हेर न, माफ पाऊ है, मैले तिमीलाई जानी जानी हाने होइन क्या। त्यो गोरु मेरै छोरालाई हानेको तिमीलाई ठ्याक्कै लागेछ, बर्बादै भयो नि। ए ठिक छ काका, केही भएन। साँच्ची तिमीलाई के भएको रहेछ?
ए काका मेरो दिमागको तार सर्केको रहेछ तानेर मिलाइदिएको रे ए हो अहिले त ठिक छ नि ठिक छ काका ठिक छ ल त बाबु धन्न ठिक भएछ दिमागको तार तानेर निको पार्दै तिमीलाई ल ल बाबु ल ल ल काका ल दाइ अब साँझ पर्न पनि लाग्यो हामी घरतिर लगाऊ मलाई त ढिलो आएछ भनेर गाली गर्छन् क्या घरमा जाउँ जाउँ तर दाइ सुन्नु न काम चाहिँ जसरी पनि होस् है अब यो दल दाइलाई जिम्मा दिएको काम हुँदैन त त्यही भएर तपाईँले दिएको जे होस् एक्टिङ चाहिँ राम्रो गऱ्यौँ है हामीले राम्रो छ ल ल ल दाइ सानो तिमीले मलाई फोन गरेको थियौ होला है हेर न म त बिजी भएर फोनै चलाउनु भ्या छैन के हो तिम्रो पारा बिजी त हुने नै भयो नि मान्छेहरूलाई ठग्न थालेपछि त्यस्तो होइन कि सानो भयो भयो मलाई केही सुनाउनु पर्दैन मैले अघि तिम्रो र दल दाइको एक्टिङ सबै देखिसकेँ तिमीलाई थाहा छ सानो यो सब मैले तिम्रो लागि हाम्रो लागि गरेको हो नि भयो भयो कुरा बनाउन नखोज छैन भएको ठग अब पहिला पुरा कुरा बुझ न के भएको थियो भनेर भयो केही बुझ्नु परिरहेको छैन मलाई यस्ता ठगका कुरा अब आइन्दा मलाई कन्ट्याक्ट गर्ने कोसिस नगर आई हेट यु बुझ सानो सानो गए जा त चुडेल कति नै मैले फकाउँछ भन्ने ठाने होला म पनि फकाउनेवाला छैन त्यही पनि तेरो बानी थाहा नभएर अहिले भरे फोन गरिहाल्छिस् नि आई लभ यु भनेर जस माया चाहिँ गर्छ मलाई मम्मी पनि कति सिरियल हेरेर रोइराखेँ बरु अबदेखि कमेडी सिरियल हेर्ने गर्नु तपाईँलाई रोको भन्दा हाँसेको सुहाउँछ क्या तताउरीलाई थाहा छ कुन चाहिँ छ कमेडी सिरियल राम्रो भन्दा मम्मीलाई थाहै छैन अहिले एउटा नयाँ कमेडी सिरियल आएको छ उफ ल्याङ्बो भन्ने कति राम्रो छ तताउरीलाई थाहै छैन मैले त्यो सिरियलको पहिलो भाग हेरिसकेँ राम्रो रहेछ अब दोस्रो भागको प्रतीक्षामा छु हेत्तेरी फेरि सिरियल हेर्न थाल्नुभयो के मम्मी त उठ्नु त मम्मी सिरियल बन्द गर्नु अब साँझ बत्ती बाल्ने बेला भयो क्या ओहो हो त है म त सिरियलमै भुलेछु ल ढिलो पो भइसकेछ हेर्नु है मम्मी यसरी नै सिरियल हेरेर भुल्न थाल्नु भयो भने म बाबालाई फोन गरेर भनिदिन्छु साँच्चै त्यो कुकुर कहाँ गयो कहाँ बेपत्ता भयो मम्मी हेर्नु त मेरो आयु कति लामो रहेछ नाम लिनु भयो शिशिर शिशिर होइन शैतान तेरो लागि मात्र हो म शैतान मेरो मम्मीको लागि त म प्यारो छोरा हो साँच्ची दिदी कस्तो भोक लागिरहेछ भने खाना पाकेको छैन ए बाबु पहिला एउटा कुरो बता त मलाई खै त तेरो त्यो साथी आएको आएन त आज खासमा नि मम्मी आएको त आज बिजी भयो हेर्नु न मैले आइज भनेको भोलि मात्र आउन भ्याउने भयो भन्यो ल ठिकै छ मैले तँलाई 24 घण्टाको समय दिएँ कि त्यो अझै बितिसकेको छैन तर सजायमा चाहिँ केही फेरबदल भएको छ यसले आज खाना खान पनि नदियोस् बुझिस् दाउरे ल म चाहिँ बत्ती बाल्न गएँ के मलाई हेर्छस् आफै गल्ती गर्छ तँलाई जाने बेला पक्क किन बोल्नु पर्यो अब भोकै छु भान्साको चप्पा चप्पा खोजिसके खोपी सुत्त नछोडेर अलिकति पनि खानेकुरा भेटिएन कमसेकम थोरै भए पनि खानेकुरा त राखिदिनु पर्छ नि कति निर्दय भएका के मेरो मम्मी र दिदी त
अबदेखि दिनलाई जान्छु। आज भोकै सुत्नुपर्ने भयो। तैँले खाना खोजेको हो? भोक लागेको? कति न भोक लाग्यो भए चाहिँ उसले राख्दिया जस्तो। आफै यसले त कति माया गरी कि मलाई। मेरै लागि यो खाना हो त। रहेको त होइन नि। थ्याङ्क यू मेरो दिदी। तँलाई थाहा छ दिदी, यो संसारमा मैले सबैभन्दा धेरै माया गर्ने भनेको यो खानालाई हो। तपाईँलाई पनि हो। भन त। सुन न शिशिर, तिमीले अघि मलाई वास्ता नगरेको भएर तिमीसँग रिसाएको। यसै तिमीलाई आई हेट यु भन्छु। ल ल ठिक छ, म यहाँ भर्याङमा आएर कुरा गरिरहेको छु कि मम्मीले थाहा पाउनुहुन्छ भनेर। यदि तिमीलाई अघिको कुरामा रिग्रेट भएको भयो नि, अब आई लभ यु भन नि त। त्यो त भन्छु कि तिमीले आज अघि आफ्नै सुर किन गरेको भन त। खासमा नि सानो कुरा यस्तो थियो के, यो संसारमा मैले सबैभन्दा बढी माया गर्ने तिमीलाई हो। आई लभ यु सानो। को हो त्यो सानो? तपाईँले सानो भनेको सुन्नुभएको मम्मी? मैले कहाँ सानो भने हो त? मैले त हाकु पो भनेको हो त। कहानीमा ट्विस्ट। अब यो कहानी कसरी अगाडि बढ्छ? अनि त्यो हाकु को हो त्यो नयाँ पात्र? मम्मी, महारानी साहेबा, यसले तपाईँलाई उल्लु बनाउन खोज्दैछ है। एकछिन, यस नाटकको नि मुख्य पात्र भनेको मम्मी अर्थात् बडा महारानी साहिबा र म हो। त केवल सहायक पात्र मात्र होस्, बुझिस् दिदी? सहायक पात्र भएर नि प्यार प्यार बोलेको राम्रो होइन। ल ल, त्यसो भए म यहाँ बसेर टुलु टुलु हेर्छु कसरी कुरा मिलाउँदो रहेछ। ए कुकुर बिरालाहरू, कति झगडा गर्छौ हो तिमीहरू जतिखेर पनि? त खुरुक्क न मलाई भन्, त्यो नयाँ पात्र हाकु को हो? हाकु भनेको खासमा नि मम्मी मेरो एउटा साथी छ के, ऊ कालो छ। अनि उसलाई हामी सबैले माया गरेर हाकु भन्ने गरेका छौँ के। ए, कुरा त्यस्तो पो हो? महारानी साहेबा, छोरा भनेर उसको कुरामा नलागिस्यो, प्रमाण पेश गर्न लाग्छौ। फेरि बोलियो बिराली, त नबोल भन्दैछु है दिदी। चुप ल। यो दाउरीको कुरो पनि मलाई मुनासिबै लाग्यो है। ओइ, तेरो त्यो नयाँ साथी हाकु को हो? मलाई पेश गर। कुरा बुझ्यौ? ल हो र, त्यस्तो पो भएको थियो। अब कसरी कुरा मिलाउँछौ? तिमी चिन्ता नल्याउ न, म छैन। कम त स्मार्ट छु म दलदाईसँग मिलेर नि सबै कुराको सेटिङ मिलाइसकेँ। ए सुन न सानो, मेरो दलदाईको फोन आयो, केही काम परेर होला होइन। म तिमीलाई पछि कुरा गर्छु ल। ल ल, टेक केयर। ल टेक केयर। ल ल। दलदाई भन्नु त। जी आइपुग्यो यो केटो त। नडराउनु न दाइ, म आएको हो के। साँच्ची यति राति किन बोलाएको नि मलाई? त्यो हाम्रो काम हुने भयो है। हो र? हो नि, यो दलदाईले गरेपछि हुँदैन त। त्यही भएर त तपाईँको विश्वास गरेको नि दाइ। के भने कि त्यो मैले बिहान दिएको 500 रुपियाँ थियो नि, त्यो दिनु पर्यो क्या। अब अनि त्यो त तपाईँले मलाई तैँले राम्रो एक्टिङ गरिस्, यो चाहिँ तँलाई कमिसन भनेर दिएको होइन र? हो थियो नि, तर त्यो एक्टरले मानेन क्या। 2000 मा 2500 दिनु पर्ने हो र? हो नि। भोलि कति बेला आउँछ त? भोलि त्यो छिटै आउँछ, बिहानै आउँछ। 500 आयो भनेर मक्क परेको। ल काम चाहिँ हुन्छ नि त होइन दियोस्? अब काम त भइहाल्छ नि, पैसा दिएपछि। ल थ्याङ्क यू सो मच। रात परि ल तपाईँ पनि घर जानु। ल ल, म त मम्मीलाई नभनिकन लुकेर आएको। ल ल ल ल ल जान है। केटीहरू यसो उठ्नु, काम सघाइदिनु छैन, केही छैन। यतिखेर नउठेर भेट भयो भने झगडा गऱ्यो, सघाउने होइन।
अहिले फेरि यो बोरा कसले यहाँ ल्याएर राख्यो के भयो कसले हो मेरो मम्मीलाई मैले जानेछु को म आफू क्या के त्यही त देख्यौ मैले कस्तो डराको एक्टिङ गरेको यो मेरो साथी के मम्मी मैले आएको भनेको थिएँ नि ऊ हेर्नु त कस्तो कालो छ कहिलेकाहीँ त साथीभाइले चिन्दैनन् धन्न त मैले नचिनेको अघि है हो त म यसको साथी हो कि आन्टी जो लप्पा उठा उठामा आन्टीसँग उठेर चिन्जान गर्नुपर्छ कासिसी म तिम्रो साथी हो भनेर आमाले चिनाएन झन्डेले कुट्टोले नहानेको हाने भए पनि के नै हुन्थ्यो अलिकति मात्र दुख्थ्यो क्या मेरो मम्मी माया लाग्दै हुनुहुन्छ बेसर त कुट्दै कुट्नुहुन्न देख्नुभयो मम्मी मैले 24 घन्टा नहुँदै मेरो साथी आएको लिएर आइदिए देख्नु त्यसै मलाई शङ्का गरे मैले कहाँ शङ्का गरेँ भने मेरो छोरालाई यो दाउरी छ नि काहीँ नभए कि को तँलाई प्रमाण चाहियो नि हेर्वा देखिस् त प्रमाण त्यही त यसो हेर त यति राम्रो मम्मी छोराको सम्बन्धलाई बिगार्न खोजिरहेछ यो दाउरीले मम्मी बरु यसलाई बिहे गरेर पठाइदिउँ अनि आनन्द हुन्छ मम्मी तपाईँलाई थाहा छ यो संसारमा मैले सबैभन्दा धेरै माया गर्ने तपाईँलाई हो नि आई लभ यु मम्मी अब मलाई कहिले शङ्का नगर्नु है सब कुछ गरे ए कुछ भयो तपाईँ कहाँ कुछ धेरै मुख नबजा अब अनि मैले त्यही बन्न लाएको थिएँ ब्रह्मनालमा बिहे सुक्क बिहे ब्रह्मनालमा गाउँमा डुलेन भने त मनमा सुशीला दिदी के रोलिङ एक्सन दामी परफर्मेन्स दाइ रोलिङ साइलेन्स ओ साइलेन्ट पछाडि को हो यो साउनीलाई निकाल्दियो रोलिङ एक्सन देख्यो खाना खोजेको किन भोक लागेको छैन